स्वागत छ। म हेमा शर्मा। नमस्कार चाहिँ कहाँ गयो? फेरि सुरु है कि हेमा घरमा होइन त्यही बिर्सिन्छु। घर बितेन। नमस्कार, म हेमा शर्मा। स्वागत छ घर विथ हेमामा। आजदेखि मैले एउटा नयाँ भिडियो सुरु गरेको छु। यसमा मेरो सानातिना बगैँचाहरू छन्। बगैँचामा यसो फुलहरू टिप्ने, बारीहरूमा सागसब्जीहरू लगाएको छु। त्यसमा मैले अब मेरो जस्तै भान्साको काम भयो, चिया बनाउने, किचनको काम, खाना बनाउने, पूजापाठ तपाईँहरूको समक्ष राख्नेछु। मेरो भिडियोलाई तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने मैले धेरै आशा राखेको छु र आउँदा दिनहरूमा पनि फेरि म यसरी नै भिडियो बनाउँदै जाँदैछु। अब म धेरै कुराहरू सिक्नुपर्ने छ, सिक्दै पनि जानेछु र तपाईँहरूले मलाई प्रोत्साहन पनि दिनुहोस् र यसमा केही गल्ती भयो भने मलाई तपाईँहरूले यसरी माफ पनि गरिदिनुहोस् र प्रोत्साहन पनि दिनुहोस् तपाईँहरूको तर्फबाट भन्दै आजको काम सुरु गरेँ है त। बिहान उठेर नुहाइ धुवाइसकेपछि म सबैभन्दा पहिले ज्वानो पानी पिउँछु। यो मेरो धेरै वर्षदेखिको बानी हो। बिहान यसैबाट दिन सुरु गर्दा मन पनि हल्का लाग्छ र दिनभरि काम गर्न जाँगर पनि आउँछ। तपाईँहरूको पनि बिहान उठ्ने बित्तिकै गर्ने कुनै विशेष बानी छ भने कमेन्टमा लेखिदिनु होला। मलाई पढ्न धेरै रमाइलो लाग्छ। अब म फुल टिप्न जान्छु। बिहान बिहान बगैँचामा केही बेर बस्न मलाई धेरै मनपर्छ। मेरो बगैँचामा धेरै किसिमका फुलहरू छन्। भगवान्लाई पनि सकेसम्म फरक फरक फुल चढाउन पाए राम्रो लाग्छ। हरेक फुलको आफ्नै सुन्दरता हुन्छ। त्यसैले मलाई सबै फुल उत्तिकै मनपर्छ। फुल हेर्दा मन पनि आनन्दित हुन्छ। तपाईँहरूलाई कुन फुल सबैभन्दा मनपर्छ कमेन्टमा लेख्नुहोला। मलाई त एउटै मात्र रोज्न निकै गाह्रो पर्छ। यी फुलहरू लिएर म पूजा गर्न पूजा कोठातिर जाँदैछु। दिन भगवानको नाम लिएर सुरु गर्दा मनलाई छुट्टै शान्ति मिल्छ। फुल चढाउँदा र दीप बाल्दा घरभरि सकारात्मक ऊर्जा फैलिएको महसुस हुन्छ। मेरो परिवार सधैँ खुसी, स्वस्थ र सुखी रहन् भनेर म हरेक दिन प्रार्थना गर्छु। यही केही शान्त क्षणहरूले मनलाई दिनभरि सकारात्मक सोच ऊर्जा दिन्छन्। हिजो मात्र मेरी छोरी र मेरी नातिनी मलाई भेट्न माइत आएका छन्। नातिनी घरमा आएपछि दिन घरभरि रमाइलो नै रमाइलो हुन्छ। अब यी केही दिन उनीहरूसँग रमाइलो गर्दै बिताउने सोचमा छु। आज बिहानीको पूजा सकियो। मेरो बाँकी कामहरू पनि बिस्तारै सुरु गर्छु। आजको भिडियो यति नै। हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।